सेवा नमस्कार, म मिनबहादुर थामी। आज पनि म तपाईँहरू सामु एउटा सानो भिडियो लिएर आएको छु। खासै त्यस्तो केही पनि छैन। तपाईँ हामीलाई राम्रोसँगले थाहा छँदैछ, अब यो चुनाव आउँदै पनि छन् र चुनावको लागि आफ्नो पार्टीहरूले आफ्नो तरिकाले के कसरी हुन्छ प्रचार गरिरहेका छन्। र मेरो भनाइ चाहिँ के छ भने, तपाईँहरूलाई पहिला एउटा भिडियोमा पनि बताइसकेका नै छन्। हुन त पुरानो पार्टीहरूले पनि नगरेका होइनन्, गरेका नै छन्। तर उनीहरूले के गरेका छन् र के गरेका छैनन् भन्ने कुरो तपाईँ हामीले राम्रोसँगले नै देख्न सकिन्छ। अहिले रोजगार नभएकै कारणले गर्दाखेरि ब्याचलर पढ्ने होस्, चाहे त्यो जुनै सब्जेक्टमा एउटा आफ्नो भविष्य बोकेर हिँडेका छन् युवाहरूले, त्यो भविष्य चाहिँ नेपालमा नदेखेर विदेशिनु पर्ने बाध्यता पनि भएका छन्। र यही कुराहरूलाई निहालेर तपाईँ हामीले बुझेर चाहिँ आफ्नो अभिभावकलाई भनेर हुन्छ कि स्वयं तपाईँहरू यदि नेपालमा हुनुहुन्छ भने तपाईँहरूले पनि, म भन्दिनँ हर्कलाई सपोर्ट दिनु, बालेनलाई सपोर्ट दिनु, कुलमान घिसिङलाई सपोर्ट दिनु, म भन्दिनँ। तर पनि तपाईँहरूले नै जानी बुझेर आफैले नै नयाँ अनुहारहरूलाई चाहिँ साथ सपोर्ट गरिदिनु होला भन्न म विनम्र अनुरोध गर्दछु तपाईँहरू सामु। र केही साथीभाइहरू जो पुरानो पार्टीमा अहिले पनि उनीहरूलाई अब के भनौँ, अब मासु भात भनौँ कि अथवा के भनौँ, खोइ अब भन्न पनि लाजै मर्दो भइसक्यो के। उनीहरूले चाहिँ अहिले जुन नयाँ उठेका युवाहरूको खोट खोज्ने, अनावश्यक भन्ने यस्तो गरिरहेको म देख्छु के। खोट यदि खोजिने हो भने तपाईँमा ममा पनि भेटिन्छ के, नभेटिने केही पनि होइन। त्यही कारणले यो भूतकालको कुराहरू अब छोडिदिउँ, भविष्य र वर्तमान। पहिलो कुरा त वर्तमानमा हामीले के गरिरहेको छ र के गरिरहँदाखेरि भविष्य चाहिँ हाम्रो अब उज्जवल हुन्छ भन्ने कुरातिर चाहिँ लागौँ। त्यही कारणले यो सहकारी ठग, यो ज्यानमारा, यो विदेशी दलाल, यो जिद्दी छ भनेर अब हामीले यसरी कमेन्ट गर्नु बेकार हो के। एकताल तपाईँ हामीले राम्रोसँगले सोच विचार गरौँ के। साँच्चै नै यिनीहरूले देशको लागि केही गर्छु भनेर आएका नै हुन् भनेर सोचौँ न। एकताल साथ सपोर्ट दिएर हामीले एकताल उनीहरूलाई विजय गरौँ न। उनीहरूले गर्छ कि गर्दैन हामीले एकताल हेरौँ न। पुरानोहरूले त गर्छ गर्दैन हामीले देख्यौँ, जनताको लागि के कस्तो गरेको छ भन्ने कुरो अझ मलाई भन्दा पनि तपाईँहरूलाई राम्रोसँगले थाहा छ क्या। त्यही कारणले म तपाईँहरूलाई पनि यही भिडियोबाट भन्न चाहन्छु कि जो पनि पुरानो पार्टीका कार्यकर्ता सदस्यहरू हुनुहुन्छ, तपाईँहरूले पनि प्लिज एकताल राम्रोसँगले सोच विचार गरेर चाहिँ राम्रो निर्णय गरेर चाहिँ अबको नयाँ पार्टीहरूलाई नै साथ सपोर्ट दिन्छ भन्ने अझ पनि म आश गरिरहेको छु। र यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, जय नेपाल।